हेलो साथीहरू, गुड मर्निङ। चिया पानी भइसक्यो, हजुरको भयो कि भएन? बाहिर जान लागेको मेरो महाराजले चाहिँ साग धुलाउँदै हुनुहुन्छ अनि म चाहिँ बाहिर निस्केको है। त पानी पो पर्दै रहेछ। बाइ द वे म डुल्न होइन, आज चाहिँ हाम्रो ढोलमा माई पूजा भएकोले गर्दा चाहिँ जाँदैछु र पानी परिरहेको छ क्या। आज चाहिँ हिजोबाट हो पानी परेको चाहिँ। बिहान चाहिँ अलिक तर्केको थियो पानी, त्यसले गर्दाखेरि अलिक गाह्रो भयो कि। अनि उहाँ चाहिँ हाम्रो पुजारीजी अनि ड्रममा चाहिँ भरेर राखेको। अनि कृष्ण दिदी आउँदै हुनुहुन्छ होइन। हाम्रो चाहिँ माई पूजा गर्ने ठाउँ चाहिँ यस्तो रहेको छ। हामीले चाहिँ पूजा गर्न हुँदैन, पेटीहरू लानु हुँदैन नि त, चाहिँ वर्षी बाँडेको हुनाले त्यसपछिबाट पानी परेकोले गर्दा आगो यहाँ सल्काउनु परेछ। अब यहाँ धुप हाल्नु पर्यो त्यहाँनिर पूजालाई होइन। र मामा र आजी, यता आजी रोटी पोल्नको लागि सुसार गर्दै हुनुहुन्छ। आजीले चाहिँ रोटी हाल्नुभयो अनि शान्तिले चाहिँ रोटी निकाल्दै हुनुहुन्छ। हेर्नु त आएको नि कस्तो राम्रो मजाले बोलेको। मम्मीमा आजी पानीमा हेलो हेलो गर्दै हुनुहुन्छ। माई पूजाको हालेर पाठी कति भयो भनेर जोख्दैछौँ होइन। माई पूजामा चाहिँ हाम्रो पाठी चढाउने छ हेर्नु न। सबैजना टोलकोहरू चाहिँ हामी एकैठाउँमा भेला भएको छौँ होइन। हामी चाहिँ जे काम गर्दा पनि हामीसँग यसरी को भेला भएर काम गर्छौँ त साथीभाइहरू। किन है त अहिलेलाई बाई बाई।